ल साथीहरू, आज चाहिँ अरू दिनको भन्दा चाहिँ फरक भिडियो लिएर चाहिँ तपाईँहरूको सामु चाहिँ म उपस्थिति भइसकेको छु है। आज चाहिँ एकदम यहाँ चाहिँ दुःखद समाचार लिएर चाहिँ उपस्थिति भएको छु म तपाईँहरू माझ चाहिँ होइन। हाम्रो चाहिँ सिस्नेरी जाँदै गरेको चाहिँ बसले चाहिँ हाम्रो यही रोड साइडमा काम गर्ने ठेकदार साहबको कारलाई चाहिँ ठक्कर दिँदाखेरि चाहिँ यहीँबाट चाहिँ तल झरेछ गाडी चाहिँ है, कोसीमा सिधै। अनि अहिलेसम्म अत्तो छैन। अब एकदम यो असार साउन बेला भएर पनि एकदम भेल चाहिँ ठुलो छ। अनि त्यही भएर पनि अब त्यहीँ झरेको ठाउँमा भेट्न समस्या। ल साथीहरू, यहीँबाट झरे हेर्नु त, आम्मामा यहाँ अलिकति यता ल हेर्नुहोस्, यहाँ यो रुखबाट फुत्तै तल झरेको है। यहाँबाट तल झर्दाखेरि चाहिँ तपाईँहरू कस्तो छ भने सिधै कोसीमा क्या, त्यो काहीँ दायाँ बायाँ समात्ने ठाउँ केही नै छैन क्या। अनि त्यही हो, देख्ने मान्छेहरूले भन्नुहुन्छ यहाँबाट झर्दाखेरि चाहिँ एकजना मान्छे चाहिँ बिचरा माथिबाट निक्लेर चाहिँ हाम्फालाई पौडी खेल्दै 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 तलसम्म पुगेको थियो। तल पुगेपछि चाहिँ ठोकेर घाइते भएको भन्ने कुरा सुने हो मैले पनि अरूको मुखबाट होइन। तल पुगेर ढुङ्गामा ठोक्यो खुट्टा भन्दै हुनुहुन्थ्यो देख्ने मान्छेहरूले। अनि त्यहाँबाट पारिपट्टिबाट देख्ने मान्छेहरूले चाहिँ त्यसरी देखिसकेपछि झिक्नु पर्यो भनेर चाहिँ पारिबाट मान्छेहरू कुद्दै 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 आउँदा चाहिँ यहाँ त्यो बिच पुलसम्म आइपुग्दासम्म चाहिँ देखा परिरहेको थियो अरे। त्यहाँबाट साथीहरू वारिपट्टि आइपुग्दाखेरि तल हेर्दाखेरि चाहिँ मान्छे हराइसकेको थियो अरे। किनभने अब त्यो मान्छे माथिदेखि यत्रो माथिदेखि उहाँ तल हेर्नु ठोकिँदै 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 गएपछि त होइन कहाँ बाँच्छ त, सक्दै सकेन बिचरा, सकिन्छ त खेल्यो। अनि त्यही हो, यही गाडी हो ल साथीहरू, यही गाडीले हो है रोकेको गाडीलाई चाहिँ हाने यो गाडीले है। यसको अगाडिको बडी हेरिदिउँ न त साथीहरू, अगाडिको बडी हेर्नु त ल, यस्तो किच्याएको छ नि, यस्तो हुन्जेल हानेको छ। अनि कहाँबाट हुन्छ त होइन, हेर्नु त धन्न यसको यो मात्रै कुच्चिएछ क्या, यो पुरै भित्रकै ऊ फुट्या भएदेखि खत्तम हुन्थ्यो गाडीकै। त्यही हो साथीहरू, प्यासेन्जरहरूको बिजोग छ। अब कहाँ कहाँ पुग्नु पर्ने हो है। गाडी चाहिँ सिस्नेरी जाने रहेछ, के गर्नु, प्यासेन्जरहरूको बिजोग। अब त्यही हो, अब गाडीमा अब त्यो घटनामा पर्ने व्यक्तित्वहरू मैले पनि खासै चिनेको त छैन। मसित भेट भएर चाहिँ गफ भएको छ उहाँहरूसित। अब एउटा सिन्धुपाल्चोकको दाई भन्नुहुन्छ ठेकदार साहब, उहाँसित नि बात भएको थियो। अनि एकजना अपरेटर भन्नुहुन्छ, अपरेटरसँग नि गफ भएको थियो। हामीले पनि त्यहाँ ढुङ्गा तान्ने बेलामा उहाँलाई यसो 2-4 टिप ढुङ्गा हाल्न पनि लगाएको थियौँ है। उहाँसित यसो गफसफ पनि भएको थियो। अनि हेल्पर पनि परेखारे भन्ने कुरा हो। अब मान्छे अब ठेकदार साहब सिन्धुपाल्चोकको, अब यता अपरेटर र